हेलो, नमस्कार। म अमित ढुङ्गाना। आज नेपाल र अमेरिकाको चाहिँ दसैँ किन फरक दिनमा पर्यो भन्ने चाहिँ क्वेसनहरू चाहिँ धेरै नै आइरहेको थियो। अनि त्यसैको बारेमा मैले पनि अलिकति बुझेको थिएँ। के रहेछ हो त भनेर। त्यसकै बारेमा म एकचोटि एक्सप्लेन गर्नु ट्राई गर्छु। हजुरहरू बुझ्न ट्राई गर्नु होला है त। यो अहिले मैले देखाइरहेको पिक्चर चाहिँ के हो त भन्दाखेरि तिथि कसरी चेन्ज हुन्छ भन्ने कुरा हो। तिथि भनेको मुन र सनको एङ्गल 12 डिग्रीको एङ्गल चाहिँ मा चाहिँ डिफाइन भएको हुन्छ। प्रत्येक 12 डिग्री चेन्ज हुँदाखेरि चाहिँ यो चाहिँ नयाँ तिथिमा जान्छ है। यसरी चाहिँ तिथि डिफाइन हुने हो। त्यसो भएपछि के हो त, यो त अर्थसँगको सेन्टरबाट चाहिँ नाप्दाखेरि चाहिँ मुन र सनको डिफ्रेन्स 12 डिग्रीको डिफ्रेन्समा चाहिँ त्यसलाई चाहिँ एउटा तिथि मानिन्छ है। एराउन्ड 12 भनौँ न। अनि अब त्यो चाहिँ त्यसो भएपछि त्यो टाइम युनिभर्सल हुनु पऱ्यो, किनकि अर्थको सेन्टरबाट नापिएको हो त्यो है। त्यसो भएपछि एउटै टाइममा तिथि चेन्ज हुन्छ संसारभरि है। लोकल टाइमले फरक पार्दैन। नाउ है, देयर इज सम क्याच है। लोकल टाइमले चाहिँ धेरै नै फरक पार्ने ठाउँ चाहिँ अर्कै ठाउँ छ है। अब ठिक छ, त्यही कुरालाई चाहिँ मैले यताबाट बुझाउन ट्राई गर्छु है त। ल यहाँ हेरौँ है त। अब सुरु भयो नेपाल र युएसएको कुराबाट है। डेट कुन रह्यो? सेप्टेम्बर 30। सेप्टेम्बर 30मा चाहिँ के थियो भन्दाखेरि नवमीको दिन थियो। नवमी रन भइरहेको थियो। त्योभन्दा नि मलाई यो पहिला चाहिँ योबाट सुरु गर्छु है त। ओके, नेपाल र युएसएमा चाहिँ दशमीको दिनमा दशमी चाहिँ के थियो भन्दाखेरि अक्टोबर 1 2025 9:38 जाँदाखेरि दशमी सुरु भएको है। त्यति कुरा बुझौँ है। 9:38 जाँदाखेरि चाहिँ नेपालको अक्टोबर 1मा दशमी तिथि सुरु भएको। त्यही टाइम चाहिँ अमेरिकामा कति बेला पर्छ त? एराउन्ड 10 घन्टाको फरक छ होइन, 10 घन्टा 45 मिनटको। त्यो हुँदाखेरि चाहिँ सेप्टेम्बर 30 2025 11:53 भनेको अघिल्लो दिनको रातिको 11:53 जाँदाखेरि चाहिँ दशमी सुरु भयो। यहाँ चाहिँ एक दिन पछाडि सुरु भयो, यहाँ चाहिँ एक दिन अगाडि नै सुरु भयो है दशमी। अब अर्को चाहिँ के छ, सूर्य उदयको कुरा। सूर्य उदय हुँदाखेरि जे चाहिँ तिथि पर्छ त्यहीलाई होल डेको तिथि मानिन्छ लोकल टाइममा चाहिँ है। अब लोकल टाइममा चाहिँ नेपालमा चाहिँ अक्टोबर 1को दिनमा चाहिँ बिहान सूर्य उदय हुँदाखेरि चाहिँ त उ भएको थिएन, दशमी सुरु भइसकेको थिएन, नवमीमै थियो है। नवमीमै सुरु भएको भएर त्यो होल डेलाई नवमी मानियो, दशमी सुरु नै भएकै थिएन। त्यही भएर अक्टोबर 1 इज द नवमी। अनि भोलिपल्ट चाहिँ सूर्य उदय हुँदाखेरि चाहिँ दशमी भयो। त्यही भएर दशमी अक्टोबर 2लाई चाहिँ दशमी मानियो। यो चाहिँ नेपालको केस ठिक छ है। युएसएको केसमा चाहिँ के भयो त, अब 11:53 सेप्टेम्बर 30मा चाहिँ सुरु भएको हो। अनि त्यही चिज चाहिँ अक्टोबर 1को बिहान सूर्य उदय हुँदाखेरि चाहिँ के भयो त भन्दाखेरि दशमीको तिथि आइसकेको छ है। द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ है। दशमीको तिथि आइसक्यो बिहान सूर्य उदय हुँदाखेरि है। त्यही भएर चाहिँ त्यो होल डेलाई चाहिँ दशमी मानियो। अक्टोबर 1 अक्टोबर 1 इज द दशमी। यसरी चाहिँ इस्ट्याब्लिस भएको हो। त्यही भएर चाहिँ यहाँ विभिन्न चाहिँ पात्रोहरूमा विभिन्न चाहिँ यहाँ सूचनाहरूमा चाहिँ पण्डितहरूले निकाल्नु भएको, ज्योतिषहरूले निकाल्नु भएको सूचनामा चाहिँ अक्टोबर 1लाई चाहिँ मानिएको कारण चाहिँ त्यो हो है। अब यही चिजमा म अर्को अघिको स्लाइडबाट फेरि देखाउँछु है त। सेप्टेम्बर 30, अक्टोबर 1 र अक्टोबर 2को छुट्टा छुट्टै गरेर हेरौँ है त। यो दिनमा त नवमी नेपालमा त नवमी रन भइरहेको थियो, ठिक छ है। अनि अनि त्यति नै बेला चाहिँ 11:53 चाहिँ युएसएमा दशमी स्टार्ट भयो। अब अक्टोबर 1मा के भयो त, बिहान 5:56 हुँदाखेरि नवमीमै छ है। बिहान 5 अक्टोबर 1को बिहान 5:56 जाँदा अक्टोबर नै छ। अक्टोबर 1मा दशमी नै नवमीमै छ। त्यही भएर दशमी भ्यालिड भएन। दशमी चाहिँ बिहान 9:38 जाँदाखेरि मात्र सुरु भयो। ठिक छ, ठिक छ है। अब बिहान सूर्य उदय हुँदाखेरि चाहिँ
दशमी पर्यो त परेन, त्यही भएर यसलाई नवमी मानियो। यस्तै गरेर तर यहाँ त अघिल्लै दिनमा 11:53 सनराइज भएको थियो, त्यही भएर यसलाई दशमी मानियो है। अब त्यही भएर हामीले चाहिँ अक्टोबर 1लाई नै हामीले दशमी मानेर टिकासिका लगायौँ है। अब अक्टोबर 2मा चाहिँ त के भयो भन्दाखेरि यतापट्टि बल्ल 5:56 सनराइज हुँदाखेरि अब दशमी बल्ल भेट्यो नेपालमा है। ल हेर्नुहोस् है, अघि नै चाहिँ यतातिर चाहिँ पहिल्यै भेटिसकेको थियो, तर यतापट्टि चाहिँ अब अक्टोबर 2मा मात्रै भेट्यो नेपालमा। अमेरिकामा चाहिँ के भयो, दशमी इज स्टिल रनिङ, अनि यो चाहिँ 9:40 सकिन्छ अरे। त्यही भएर चाहिँ यो पनि सनराइजको बेलामा दशमी नै थियो, यहाँ पनि दशमी नै थियो अक्टोबर 1, अक्टोबर 2, तर होल डे चाहिँ अक्टोबर 1लाई चाहिँ दशमी भएको कारणले हामीले यसमा चाहिँ मनायौँ। अब यसमा मलाई चाहिँ थाहा भएन कि यसलाई चाहिँ यो दिनलाई चाहिँ दशमी मानिन्छ कि एकादशी मानिन्छ, तर नियमले चाहिँ यो दिनलाई पनि दशमी नै मान्नुपर्छ अमेरिकामा। त्यही भएर धेरै मान्छेहरूले यो दिनमा लगाएका छन् दशमी भनेर। आई थिङ्क द्याट इज अल्सो भ्यालिड मेरो विचारमा है। तर म यसको विज्ञ होइन, तर मैले जे देखेँ खालि त्यसलाई चाहिँ बुझाउन खोजेको मात्रै हो। यसमा चाहिँ केही भुलचुक भएको भए प्लिज लेट मी नो है त। हस्, थ्याङ्क यू।